हेलो नमस्ते। आज हामी जाजरकोट जिल्लाको कोटखोला भन्ने ठाउँमा आइरहेको छु। हेर्नु त एकदम रमाइलो वातावरण छ, पुरै हरियाली छ, विभिन्न चराचुरुङ्गीहरूको आवाज यसरी घन्टिरहेको छ। यति रमाइलो छ कि कुरै छोडिदिउँ। हरियाली वातावरण, हावा सरर चलिरहेको छ, चिसो हावा। यो वैशाख जेठको महिना पनि, अनि हरियाली जङ्गल, त्यसमा पनि हामी लिउरो साग टिप्ने भनेर आउँ। लिउरो साग पनि एकदम राम्रोसँग यो पलाएको रहेछ। उता बजारमा पैसा तिरी 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 कहिलेदेखिको हो, कहिलेदेखि रह्या हो। त्यो लिउरो खानुपर्छ। तर यहाँ एकदम अर्ग्यानिक, ताजा, एकदम सफा, स्पेसियल माछा लिउरो पलाएको रहेछ। अब यो लिउरो धेरै किसिमको हुन्छ। एउटा कालो लिउरो, एउटा पाल्टा लिउरो, डौँरिया लिउरो हो। यो माछा लिउरो भन्छौँ हामी। तपाईँहरू लिउरो भन्नुहुन्छ कि निउरो भन्नुहुन्छ, के भन्नुहुन्छ? यो लिउरो यस्तो मिठो हुन्छ, गहुँका रोटीसँग पकाएर मिठो गरी खानुपर्छ। पुरै जिब्रोको स्वाद नै बदलिन्छ। एकदम ठुल्ठुलो 5 तारे होटलमा बसेर खाएको भन्दा पनि मिठो स्वाद यो लिउरोमा भेटिन्छ। तपाईँहरूलाई मनपर्छ कि पर्दैन यो साग? मनपर्छ भने चाहिँ लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हेलो नमस्ते नमस्ते। आज म तपाईँहरूलाई कोटखोला घुम्न आएको दृश्य देखाउन लागिरहेको छु। यो कोटखोला भन्ने ठाउँ हो। यस्तो राम्रो जङ्गल छ, अनि विभिन्न चराचुरुङ्गीहरूको आवाज सुनिन्छ। एकदम हरियाली, शान्त, मनोरम वातावरण छ, अनि चिसो हावा सरर चलिरहेको छ। शीतल छ, एकदम राम्रो छ, अनि विभिन्न चराचुरुङ्गीहरूको आवाज एकदम मजासँग सुनिन्छ। ठुल्ठुलो डिजे म्युजिक भन्दा पनि राम्रो खालको आवाज चराचुरुङ्गीहरूको छ, अनि मन पनि शान्त हुन्छ। एकदम रमाइलो महसुस भइरहेको छ। म कोटखोलामा लिउरो साग टिप्न आउँ। यो चाहिँ माछा लिउरो भन्ने हो। तपाईँहरूलाई मनपर्छ कि पर्दैन? लिउरोको परिकारहरू पनि धेरै हुन्छ। कालो लिउरो, डौँरिया लिउरो, त्यस पछाडि पाल्टे लिउरो भन्छौँ भने यो माछा लिउरो हो। यसरी माछा लिउरो बजारमा हामी किनेर खानुपर्छ। हिँडेरै कोटखोला आधा घन्टा बाटोमा यसरी खेर गइरहेको छ। आज हामी एकदम घुम्न पनि जाने, अनि हरियाली वातावरणमा रमाउने पनि, र लिउरो साग टिप्ने भन्ने उद्देश्यले आएको हौँ। हेर्नु त यति टिपिसके साग यसरी पलाइरहेको छ। सागका कलिला मुनाहरू यसरी उभिरहेका छन्। तपाईँहरूलाई मनपर्छ कि पर्दैन? रोटीसँग भए पनि, भातसँग भए पनि यस्तो मिठो हुन्छ। 5 तारे होटेल भन्दा पनि, यो 5 तारे होटेलमा बनेको मिठो परिकार भन्दा पनि यो साग कति हो, कति मिठो हुन्छ। तपाईँहरूलाई मनपर्छ कि पर्दैन? साथीहरू पक्कै पनि यो मन नपराउने, लिउरो नखाने साथीहरू कमै हुनुहोला। या त विदेशतिर बस्ने बाहेक नेपालमा बस्ने सबले खानु भएको छ होला लिउरो साग। मनपर्छ भने कोटखोलामा टिप्न आउनु होला। घरै बसी बसी नहेर्नु होला, टिप्न आउनु होला। घरै बसी बसी भिडियो हेरिन थुक निल्दै नबस्नु होला साथीहरू भन्दै छुट्टिन्छु। बाई।